हेर्नुस् साथीहरु गाउँघरको रोड यस्तो छ हैन मान्छेले यतिको चाहिँ हिम्मत त्यो बाख्रा चढ्न जान लाग्यो हो बाबु हाय कति गरे देखा यार त एकदम रमाइलो इन्ट्रेस्टिङ हुन्छ हैन अब तल देख्न सक्नुहुन्छ खरायो भाइ देख्न सक्नुहुन्छ गयो 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 हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अनदर भिडियो भ्लगर कान्छा यो भ्लगर कान्छा तपाईहरुकै प्यारो भ्लगर कान्छा हैन अब चाहिँ चट्ट भिडियोलाई चाहिँ अगाडि बढाउँछु हैन म कता कता के हुन्छ सब भिडियोमा देखाउँछु अहिलेको लागि सुरु गरौँ है त गाइज भिडियोलाई देख्न सक्नुहुन्छ गाइज यो चाहिँ अब चट्ट अब के हुन्छ होला हैन यस्तै हो यो ल यहाँबाट लोड हुन्छ नि तल तल छट्टै हो यस्तो छ यो त म तल पुग्नु पर्छ अहिले तल अब खै कतिखेर पुग्ने थाहा छैन नि देख्न सक्नुहुन्छ गाउँ यस्तै छ चट्ट यो तपाईले चाहिँ हैन यो भ्लगलाई चाहिँ के रे सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गर्नुलाई यो भ्लगमा चाहिँ यस्तै गाउँले पेशागत गाउँले रहनसहन जस्ता भ्लगहरू हेर्न पाइन्छ हैन यदि तपाईलाई मन परेन लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु हैन भिडियो चाहिँ चट्ट एकदम रमाइलो इन्ट्रेस्टिङ हुन्छ हैन अब तलतिर गएर बनाउँछ हैन कति अब भिडियो चाहिँ हैन तपाईलाई एकदम मन पर्छ जस्तो लाग्छ मलाई चाहिँ हैन सबैले साथ सपोर्ट गर्नु होला यो भिडियोमा चाहिँ एकदम भिडियोमा चाहिँ के हुन्छ भने गाउँको रहनसहन हैन कहिले मेलापातमा कहिले यस्तो घाँस दाउरा कहिले त्यस्तो त हुँदैन हुन्छ तर पनि त्यस्तोमा चाहिँ अप्ठ्यारो हुन्छ कि भिडियो क्लिप गर्न के गर्न झ्या हुन्छ नि त त्यही भएर चाहिँ हैन भिडियो चाहिँ राम्रै बन्छ हैन त्यो सबैले साथ सपोर्टको माया चाहिँ एकदम जरुरी पर्छ हैन त्यही भएर त सबैले सब्स्क्राइबको कसैले हैन कुनै नयाँ यदि तपाईहरु कुनै व्यक्ति नयाँ हुनुहुन्छ भने च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला है त गाइज ल अब चाहिँ के यस्तो हुन्छ कि के बोल्ने हुन्छ कि त्यही भएर तनाव हुन्छ अब चाहिँ लागौँ है तलतिर हैन के हो ल साथीहरु हैन चट्ट भिडियो सुरु हुन लागेको छ हैन चट्ट अब चाहिँ भिडियो चाहिँ कस्तो हुन्छ नि अब डाँडा हिमचुली हिमाल पहाड चढाइ जस्तै हिमाल पहाड तराई कोही छैन पढाइ भने जस्तो चाहिँ अब हुन्छ अहिले चाहिँ यो वैशाख महिना लागेर चाहिँ गाइज हो गाउँघरमा नि हरियाली हुन थाल्यो कि हैन मान्छे हसिलो गाउँघरै रसिलो त्यस्तो हैन के भन्छ त्यसलाई मैले अलिक पर्फेक्ट भन्न आएन हैन घाम पनि यस्तो लागेको छ यता देख्न सक्नुहुन्छ पहाड अब यस्तो छ अब के गर्ने गाउँघरको अब यस्तै हो डाँडा पहाड सहर एउटा गीत छ त यार डाँडा पहाड सहर के हो कि यो गीत आउँदैन मलाई हैन साथीहरु एकदम है भिडियोलाई चाहिँ सपोर्ट गर्नुपर्छ है भ्लगर कान्छालाई सपोर्ट गर्नु है सबैले ट्याप फलो भन्छ नि त टिकटकमा जस्तै युट्युबमा त त्यो ट्याप फलो त हुँदैन हैन फेरि म चाहिँ एकदम तपाईहरुको माया साथ सपोर्ट एकदम जरुरी हुन्छ गाइज कुनै पनि व्यक्तिलाई अगाडि बढ्नको लागि एउटा उसालो सपोर्ट चाहिन्छ के त्यस कारणले चाहिँ म तपाईलाई भन्न चाहन्छु कि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला लाइक कमेन्ट शेयर एड द बेल आइकन दबाइदिनु होला अनुरोध गर्दछु म सट्ट मेरो अर्को पनि थियो तर पनि अर्को च्यानल पनि थियो त्यो च्यानलको पासवर्ड मैले बिर्सेँ के पासवर्ड नै गुगल आइडी त्यस्तै भनौँ न हैन त्यो मैले बिर्सेछु त्यही भएर चाहिँ अब धेरै मैले यो के रे धेरै मैले मेरो बोली खेर फाल्नु धेरै बोल्न जरुरी ठानिनँ मैले किनभने धेरै बोल्यो भने चाहिँ मान्छेलाई चाहिँ उ लाग्छ के यस्तो बोलेको नि के हेर्ने भिडियो भनेर चाहिँ के त्यसलाई चाहिँ मनमा के लाग्छ त्यो मनमा आइँदा के मुला के भन्थ्यो त्यसलाई झ्याउ भने त्यसलाई इरिटेटेड के लाग्छ त्यो नि त त्यो मैले भन्न चाहेन भन्न आएन मलाई चाहने भए त म भनिहाल्थ्यो त मलाई भन्नै आएन त्यही भएर चाहिँ अब देख्न सक्नुहुन्छ हरियाली छ है गाउँघरको यस्तो छ अनि यता हिँड्यो भने यस्तो पाखा छ हैन यस्तो डरै लाग्दो पाखा छ यार त्यही भएर चाहिँ अब अरू त के भनौँ खै गाइज हैन त्यही हो ल
भिडियो अब रमाइलो हुन्छ। अब के हुन्छ म देखाउने छु। अहिले चाहिँ वैशाख लागेर चाहिँ हरियाली भएको छ, सबै गाउँघरतिर हरियाली छ। त्यही भएर अब एकछिनपछि भेटौँला है त। चट्ट चाहिँ म अब जानु पऱ्यो हुन्छ। एकदम शीतल छ यहाँ चाहिँ। यस्तै उसले के पसिनाले लास्ट दिमागै पागल बनाइदियो नि यार। यस्तो राम्रो मान्छे होइन कालो बनाइन्छ भने, त्यही भएर म अब के कालो त राम्रो त होइन, ठिकै छ जे होस्। आफूलाई मन पराउनु नै ठुलो कुरो जस्तो लाग्छ कि मलाई चाहिँ। त्यो अर्को नाना थरी भाँगी के त गफसफ चाहिँ मैले सुन्न सकिनँ, किनभने मेरो त्यस्तो सुन्ने बानी परेको छैन। ल अब त्यो तल गाउँ देख्न सक्नुहुन्छ। म तल गएर देखाउँछु त्यो चट्ट जुम गरी म यस्तरी छु। जुम गरी देखाउने छु तपाईँलाई होइन। भिडियो चाहिँ हेर्दै गर्नु लागि यस्तो हरियाली छ। अब हरियाली छ चट्ट जुम गऱ्यो फुक म देखाउने छु भन्दै भिडियो अगाडि बढाउन चाहेँ मैले। ल्याउनुहोस् छिटो अलि दौडाइ लिएर आउनु त। झ्याप ट्याप फलो त्यहाँ को मान्छे हो? ए सबै चिन्ने मान्छे रहेछ यार। म त कोही नै होला भनेर त। ल्याउनु त ल छिटो। डल्ले भाइ छिटो ल्या। त्यो बाख्रा चढाउनु जानु लाग्यो हो? कहाँ पुग्ने बाख्रा चढाउनुलाई? कता रे? यता हेर्दा बाबु कति गोरो देखा यार, कति गोरो देखाएको यार। ल आउनुहोस् बाख्राजी, आउनुहोस् त ल बाख्रा चढाउने। ल मलाई चिन्छ खरायो भाइ। यो देख्नु सक्नुहुन्छ खरायो भाइ। ल गाइज यो देख्नु सक्नुहुन्छ खरायो भाइ। नमस्कार भन्दैन, नमस्कार भन्दैन यार। नमस्कार भन्न यार। गुड गुड। शाबास बेटा। हेर्नुहोस् साथीहरू गाउँघरको रोड यस्तो छ है, डेन्जर छ रोड। हेर यस्तो बबाल छ। अब यहाँबाट रोड देख्न सक्नुहुन्छ होइन। रोड चाहिँ चट्ट अब डेन्जरै छ भनौँ न। अब जसो तसो गाउँघरमा रोड पुग्छ होइन, त्यो पनि यस्तो बिजुक तरिकाले यार। ठिकै छ गाउँहरूको लागि, ठिकै छ रोड पनि है त। ल देख्न सक्नुहुन्छ अब खोलाको छेउमा घर रहेको छ होइन। अब यता रोड रहेको छ, ठिकै छ। अब देश अनुसारको भेष भनेको यही रहेछ कि होइन त। त्यही त नि। ल हेर गाउँको बाटो सर यता पुग्छ यता पुग्दो रहेछ अनि माथि। ल गाइज फेरि इन्ट्री भएँ म। अनि किन इन्ट्री भएको भन्दाखेरिमा चाहिँ अनि म तपाईँलाई देखाउन जाँदैछु कि मान्छेले कस्तो ठाउँमा बसेर चाहिँ आफ्नो जीवन गुजरात गरिरहेको छ भन्ने कुरो चाहिँ देखाउँछु कि। कस्तो ठाउँमा अब ठाउँ अनुसारको भेष हुन्छ भने देख्न सक्नुहुन्छ। अब यस्तो ठाउँमा नि होइन, यस्तो ठाउँमा नि अब जग्गा अब गएर खानु पर्यो त। हेर्नु देख्न सक्नुहुन्छ यस्तो पाखामा नि होइन। मान्छेले यतिको चाहिँ हिम्मत चाहिँ हुनुपर्छ कि आफू बाँच्नको लागि यति काम त गर्नु पऱ्यो नि होइन। त्यसको लागि म इन्ट्री भएको है गाइज। केही नभन, केही अब अप्ठ्यारो केही नभन। मान्छेले चाहिँ देख्दै पुग्नुपर्ने कुरो गराएको छ कि जीवनमा चाहिँ होइन। देख्न सक्नुहुन्छ अब यस्तो ठाउँमा है। अब यस्तो ठाउँमा होइन पारी भिट्टामा हेर्नु सक्छु। हेर्दै यस्तो अब के गर्नु त होइन। अब आफ्नो जीवन त चलाउनु पऱ्यो जस्तो तसो भए पनि होइन। अब यस्तो रानी महलमा बसेर चाहिँ आफ्नो जीवन चलाउने चाहिँ कसको भाग्यमा चाहिँ, कसलाई चाहिँ के अरे भाग्य भन्दा नि कसलाई चाहिँ मन पर्दैन र होइन। त्यो त आफ्नो बाध्यता हो नि त। आफूमा जे छ त्यहीमा रमाउनु पर्ने हुन्छ नि त होइन। के अरे एउटा के भन्छ नि के अरे मान्छेले के भन्छ नि के अरे कस्तो मैले ठ्याक्कै दिमाग आउँदैन के भइरहेको यार। के भुइँमा बस्ने
मलाई के कुरो के ऊ भन्थ्यो नि त त्यो भन्नु लाग्यो बिर्सिएँ ल त्यो भिडियो गर्दै हेर्दै गर्नु लाग्यो अब म तपाईँलाई अर्को थ्याङ्क यू फर वाचिङ माई भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब अब चाहिँ भिडियोहरू चाहिँ एकदम कन्टिन्यू आइरहन्छ नि साथीहरू भिडियो चाहिँ चट्ट अब एकदम मन लगाएर हेर्नु पऱ्यो कि चट्ट सब्सक्राइब पनि गर्न पऱ्यो साथीहरू होइन यदि यो भ्लगर कान्छालाई अगाडिको दिनहरूमा एकदम भ्लगहरू एकदम राम्रो राम्रो हेर्न चाहनुहुन्छ भने चाहिँ कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला यस्तै राम्रो राम्रो भिडियोहरू तपाईँहरूको सामु ल्याउने नै छौँ त्यति दिनसम्म तपाईँहरूले हाम्रो च्यानललाई साथ सपोर्ट र माया देखाउनु पर्ने हुन्छ ल अहिलेको लागि बिदा हुन चाहन्छु अनि हाम्रो च्यानललाई सब्सक्राइब गरेर जानु होला है त ल गाइज